तपाईहरुलाई लौका मन पर्दैन भने एकचोटी यो रेसिपी ट्राई गर्नुस्। आई प्रमिस तपाईहरु पल्केर फेरि फेरि बनाउनु हुनेछ। हेलो अनि नमस्ते, होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ फेरि पनि म कुकिङ भिडियो लिएर आएको छु। तर यो चोटी चाहिँ म कसरी पकाउने, कसरी गर्ने भनेर सबै एक्सप्लेन गर्छु है, किनभने अरु भिडियोमा म त्यति एक्सप्लेन गर्दिन नि त। अनि आजको कुकिङ भिडियोमा छ लौकाको तरकारी कोफ्ता। फर्स्टमा लौकालाई मजाले पखालेर त्यसको बोक्रा छिल्नुपर्छ। त्यसपछि लौकालाई पिस पिस बनाएर त्यसको गुदी छिपेको छ भने फ्याकिदिने, कलिलो छ भने नफ्याक्दा हुन्छ। त्यसपछि हामीले ग्रेटर लिएर अघि काटेको लौकालाई ग्रेट गर्नुपर्छ। अनि मैले अदुवा पनि ग्रेट गरेँ, तर कुटेर लाउँदा पनि हुन्छ। यसरी ग्रेट गरेको लौकामा पानी हुन्छ नि त, अनि निचार्नुपर्छ, तर पुरै ड्राई हुने गरी चाहिँ हैन। यो स्टेप चाहिँ एकदम इम्पोर्टेन्ट हो, किनभने यसो गर्यो भने चाहिँ पछि तपाईहरुले कोफ्तालाई सेप दिनु सजिलो हुन्छ। पानी निचारेन भने चाहिँ सेप दिनु गाह्रो हुन्छ नि त, किनभने लिक्विड फर्ममा भएकोलाई त सेप दिनु मिल्दैन। त्यसपछि लौकामा अघि ग्रेट गरेर राखेको अदुवा लाए, स्वाद अनुसारले नुन, धुलो खोर्सानी, बेसार, चप्ड खोर्सानी, बेसन अनि अदुवा लसुनको पेस्ट पनि लगाए। फ्रेश धनिया छ भने त्यो पनि काटेर लाउनुस् है, झन् मिठो हुन्छ। मेरोमा चाहिँ थिएन र मैले लगाइन आज। त्यसपछि सबैलाई मजाले मिक्स गर्नु होला। त्यसपछि एउटा प्यानमा तेल तताउनुस् अनि तपाईको इच्छा अनुसारले कस्तो सेप मनपर्छ अनि बिस्तारै लगाउँदै पालो पालो लगाएर फ्राई गर्नु। एउटा साइड गोल्डन ब्राउन भइसकेपछि अर्को साइड पनि पल्टाएर मजाले फ्राई गर्नु। अनि मजाले फ्राई भइसकेपछि निकाल्ने। अनि तपाईहरुले यतिकै एज अ स्न्याक्सहरु खादा पनि हुन्छ क्या। मलाई चाहिँ यो भरे ग्रेभी बनाएर खादा पनि मिठो लाग्छ, यतिकै पनि एकदम मिठो लाग्छ। त्यही भएर हामी यो बनाउँदाखेरि चाहिँ आधी ग्रेभी लाउँछौं, आधी चाहिँ यतिकै फ्राई राख्छौं। अनि यतिकै खादा पनि भयो, भातसँग खादा पनि भयो। अनि त्यसपछाडिको रेसिपी चाहिँ नर्मल तरकारी पकाएको जस्तै हो। एउटा कराईमा तेल तताउने अनि त्यसपछाडि तपाईहरुलाई मसलामा के लाउनु मन लाग्छ त्यो लाउनुस्। मैले चाहिँ यहाँ जिरा मात्रै लगाएको छु। अनि त्यसपछाडि प्याज र खोर्सानी लगाए। अनि त्यसपछाडि अदुवा लसुनको पेस्ट लाएर एकछिन फ्राई गरे। एकछिन फ्राई गरिसके पछाडि फेरि बेसार लगाए। अनि बेसार लाएर पनि एकछिन फ्राई गरे पछाडि फेरि टमाटर लाए। टमाटरलाई चाहिँ एकछिन छोप्दै पकाए। अनि त्यसपछि टमाटर गलिसकेपछि नुन लगाए। नुन लगाएर फेरि एकछिन छोपेर राखे। अनि टमाटर मजाले गलिसकेपछि तपाईहरुलाई अब कस्तो खानु मन लागेको छ, ग्रेभी खानु मन लागेको छ भने थोरै पानी लगाउनुस्, झोल खानु मन लागेको छ भने चाहिँ अलिक धेरै पानी लगाउनुस्। अनि झोल उम्लिसकेपछि अघि हामीले बनाएको कोफ्ता लगाइदिनुस् अनि फेरि मजाले उम्लिनु दिनुस्। कोफ्ताले पनि मजाले मसला सोक गर्ने गरी मजाले उम्लिसकेपछि पाक्यो हाम्रो कोफ्ता। अनि तपाईहरु भातसँग इन्जोय गर्न सक्नुहुन्छ। सो तपाईहरु पनि यसरी बनाएर ट्राई गर्नुस्, एकदम मिठो लाग्छ मलाई चाहिँ। अनि तपाईहरुलाई चाहिँ कस्तो लाग्छ भनेर भन्नु नबिर्सिनु होला।